हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ नेपाल एजुकेसन च्यानलमा। आज चाहिँ मैले धेरै पछि कक्षा 11 को सेकेन्ड टर्म इक्जामको चाहिँ मोडल क्वेसनहरू लिएर आएको छु। हामीले चाहिँ इक्जाममा कसरी लेख्ने र कसरी हामीले ए प्लस ल्याउन सकिन्छ या पास हुन सकिन्छ या राम्रो नम्बर ल्याउन सकिन्छ भन्ने आजको यो भिडियोमा हामीले छलफल गर्छौँ। पहिला चाहिँ हामीलाई 11 वटा 1 नम्बरका क्वेसन आउँछन्। जस्तै लेखा अभिलेख भनेको के हो भन्छ। लेखा अभिलेख भनेको के हो, वाट इज बुक किपिङ भन्न सक्छ। यसको परिभाषा के हो, व्यवसायको वित्तीय कारोबारहरूको लिखित अभिलेख राख्ने कार्य नै लेखा अभिलेख हो भनेर लेख्ने। यति लेखे बापत हजुरले 1 नम्बर प्राप्त गर्नुहुन्छ। अर्को भनेछ लेखा अवधिका कुनै 2 उद्देश्यहरू लेख्नुहोस् भनौँ। भनेपछि के, लेखा अवधिका कुनै 2 उद्देश्यहरू के छन्, लेखा अभिलेख भनेछु। लेखा विधिका 2 उद्देश्यहरू के छन्, अभिलेखहरू राख्ने, नाफा र नोक्सानको निर्धारण गर्ने, वित्तीय स्थिति दर्शाउने गरी 3टा। हजुरले चाहिँ यहाँ 1 नम्बर लेख्यौ, 2टा लेखे हुन्छ। मौद्रिक मापनको अवधारणा के हो भनेर सोधेको छ यहाँ। मौद्रिक मापनको अवधारणा के हो, मौद्रिक मापनको अवधारणा भनेको लेखा प्रणालीमा सबै आर्थिक घटनाहरूलाई एउटा समान मौद्रिक एकाइ जस्तै रुपैयाँ डलरमा मात्र अभिलेख गर्नुपर्छ भन्ने सिद्धान्त हो, अभिव्यक्ति गर्नुपर्छ भन्ने सिद्धान्त यसको हो। अनि त्यसो अर्काले के भनौँ, सन्तुलन परीक्षण भनेको के हो भनेर सोधेछ। व्यवसायमा भएको कारोबारको अभिलेख वा हिसाब राख्ने ठिक छ छैन भनेर हिसाब परीक्षण गर्नको लागि तयार गरिने विवरणलाई सन्तुलन परीक्षण भनिन्छ। अर्को भन्न सक्छ रेखाङ्कित चेक भनेको के हो भन्न सक्छ। रेखाङ्कित चेक भनेको बैङ्कको कुनै न कुनै खातामा जम्मा भएर मात्र भुक्तानी हुनुपर्ने सङ्केतका लागि चेकमा रेखाङ्कित गरिदिने प्रक्रिया अनुसार तयार गरिने चेकलाई रेखाङ्कित चेक भनिन्छ। अब सैद्धान्तिक गल्ती वा सैद्धान्तिक त्रुटि भनेको के हो भन्न सक्छ। अहिले चाहिँ हामीले 1 नम्बरको क्वेसन छलफल गरिरहेका छौँ। सैद्धान्तिक गल्ती भनेको दोहोरो लेखाको आधारभूत सिद्धान्त अनुसार डेबिट र क्रेडिट नमिलिलाई राखेको लेखालाई के भनिन्छ, नमिलाइराखेको लेखालाई सैद्धान्तिक गल्ती भनिन्छ। सैद्धान्तिक गल्ती भनेको डेबिट र क्रेडिट पक्ष नमिलिकन राखेको गल्तीलाई चाहिँ सैद्धान्तिक गल्ती भनिन्छ। डेबिट र क्रेडिट बराबर आएको छैन, हामीले के गर्छौँ, सन्तुलन परीक्षण गर्नको लागि चाहिँ डेबिट र क्रेडिट बराबर आयो भने बल्ल सन्तुलन हुने हो। त्यो नभएको गल्तीलाई चाहिँ के भनिन्छ, सैद्धान्तिक गल्ती भनिन्छ। जगेडा भनेको के हो भनौँ। जगेडा भनेको भविष्यमा अनिश्चित एउटा अल्पकालीनको अवस्था वा विशेष उद्देश्यका लागि बचत गरिएको नाफाको एक हिस्सा हो। अब पुँजीगत र आयगत खर्च बीच भिन्नता छुट्टा भन्न सक्छ। स्थानीय सम्पत्ति खरिद गर्न खर्च गरिन्छ पुँजीगत खर्च चाहिँ। अब स्थगत आयत खर्च भनेको के हो, वर्तमान र भविष्यसम्म फाइदा लिने खर्च गरिन्छ भनेछ। एकल कोष प्रणाली भनेको के हो, सरकारी वा गैर नाफामूलक संस्थाहरूले सबै आम्दानी र खर्चलाई एउटै कोष फन्डमा राख्ने प्रणाली हो। मैले चाहिँ यहाँका क्वेसन भनेको यता मैले उत्तर लेखेको छु, हजुरले यो क्वेसनको स्क्रिनसट गर्न सक्नुहुन्छ। यदि हजुरलाई मोडल क्वेसन आवश्यक पर्यो भने मलाई फेसबुकमा म्यासेज गर्न सक्नुहुन्छ। मेरो फेसबुक आइडी चाहिँ कुशल बस्नेत रहेको छ। बैङ्क नगदी किताब भनेको के हो भन्न सक्छ। बैङ्क नगदी किताब भनेको कम्पनी वा व्यक्तिले बैङ्कसँग भएका नगद कारोबारहरूलाई रेकर्ड गर्ने पुस्तक हो। बैङ्क खाता भनेको के हो भनौँ भने, बैङ्क खाता भनेको कुनै, यसलाई बैङ्क बजेट भनिन्छ। यो चाहिँ सेकेन्ड टर्ममा पढिएको हुँदैन हजुरहरूले चाहिँ गर्नु पर्दैन। हामीले बैङ्क नगदी किताब भनेको भन्यौँ कम्पनी वा व्यक्तिले बैङ्कसँग भएका नगद कारोबारहरूलाई रेकर्ड गर्ने पुस्तक हो। एकल कोष खाता बारे पनि यहाँ हेर्न सक्नुहुन्छ। पुँजीगत र आयगत खर्च पनि भने मैले। बजेट खाता भनेको यहाँ छ, हजुरले पढ्न सक्नुहुन्छ। यदि हजुरले चाहिँ फाइनल इक्जामको तयारी गर्दै हुनुहुन्छ भने यो आउन सक्छ। यो हजुरको लागि के छ, इम्पोर्टेन्ट छ। यो 11 नम्बरको क्वेसन यस्तै आउँछन्। तपाईँले चाहिँ बुद्ध पब्लिकेसनको गर्दै हुनुहुन्छ भने युनिट 1 देखि 3 सम्मका
लङ क्वेसनहरू, दुईवटा लङ क्वेसनहरू आउँछन्। अनि त्यसपछि 11 नम्बरका सर्ट क्वेसन आउँछन्। हो यिनीबाट हेर्नुभयो भने चाहिँ राम्रो मार्क्स ल्याउन सकिन्छ। अब हामीले हिसाबतर्फ हिसाब गरौँ है त। अब हिसाब, अब सुरुमा हामीलाई भन्छ लेखा प्रक्रियाको उल्लेख गर्नुहोस् भने चाहिँ यिनी हजुरलाई यसको बारेमा र केही यिनको सल्भ गर्नु परेमा कमेन्ट गर्न सक्नुहुन्छ। मैले अर्को भिडियोमा सल्भ गर्नेछु। आज चाहिँ मैले के गर्छु, यसको लागि बुझाइदिन्छु। सुरुमा हामीलाई के बना भनौँ, एकाउन्टिङ इक्वेसन गरा भनौँ। यो चाहिँ हाम्रो 2 मार्क्समा आउँछ है, हो 2 मार्क्समा आउँछ। यहाँ के भन्नु, स्टार्ट अ बिजनेस विथ क्यास भनौँ, हो कि नै विथ क्यास भन्नु। यो क्या के हो, यसको जर्नल एन्ट्री के हुन्छ, स्टार्ट अ बिजनेस विथ क्यास एन्ड फर्निचर भनौँ। क्यास एकाउन्ट डेबिट, फर्निचर एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट क्रेडिट हुन्छ। यिनी हजुरलाई भन्नै पर्दैन, यिनी सानो सानो कुरा हुन्। पर्चेस गुड्स भनौँ क्यास एन्ड ओन क्रेडिट भनौँ। पर्चेस गुड्स के गरौँ, सामान खरिद गरो रे 80,000 को, क्यास एन्ड सामान खरिद गरो रे कतिको, 80,000 को। अनि ओन क्यास 80,000 मा चाहिँ क्यासमा सामान खरिद गरो रे। अनि 70,000 चाहिँ क्रेडिटमा खरिद गरो रे। भनेपछि 80 र 70 गरेर कति हुन्छ, हो त्यति जोडेर पर्चेस एकाउन्टमा राख्ने। अनि क्यास कति गरो, 80,000 क्रेडिट भयो। अनि 70,000 ओन क्रेडिट भनौँ। नाम छ छैन भनेपछि के गर्ने, नाम छ छैन भनेपछि क्रेडिटर्स एकाउन्ट भनेर लेख्ने। यहाँ जस्तै यहाँ गरौँ, हेर्नुहोस् यस्तै हिसाब आउन सक्छ। के भनेछ, 80,000 प्लस 70,000 गर्दा कति भयो, 1,50,000। पर्चेस एकाउन्ट डेबिट 1,50,000, क्यास एकाउन्ट क्रेडिट 80,000 र क्रेडिटर्स एकाउन्ट क्रेडिट 70,000 भयो यसको जर्नल एन्ट्री चाहिँ। अनि के भनौँ, पेड हाउस रेन्ट भनौँ। हाउस रेन्ट पेड भयो भने के हुन्छ, रेन्ट टु क्यास हुन्छ, जसले खर्च हुन्छ। हामी फेरि के भन्छ, हाउस रेन्ट टु राम भनेर पेड हाउस रेन्ट टु राम भनौँ नि, राम के अरे रेन्ट एकाउन्ट डेबिट, राम एकाउन्ट क्रेडिट चाहिँ गर्नु हुँदैन। यो चाहिँ हजुरको के हुन्छ, इरर हुन्छ, गलत हुन्छ। अब हाम्रो के गरौँ, क्यास एन्ड ब्याङ्किङ भन्नु, हो कि नै। अब क्यास बुकको देऊ, क्यास बुकको पनि यसरी क्वेसनहरू दिन्छ। क्यास बुकको चाहिँ 15 नम्बरमा दिन्छ, क्वेसन हेर्न सक्नुहुन्छ। क्यास इन डिपोजिट भनौँ, यो कन्ट्रा एन्ट्री भयो, हो कि क्यास डिपोजिट इन्टु ब्याङ्क, ब्याङ्कमा क्यास डिपोजिट भइसकेपछि तपाईँबाट के जान्छ, पक्कै पनि क्यास जान्छ। तपाईँको हातमा भएको क्यास चाहिँ ब्याङ्कमा गएर डिपोजिट गरौँ भनेपछि के हुन्छ, ब्याङ्क एकाउन्ट डेबिट, क्यास एकाउन्ट क्रेडिट हुन्छ। अनि के भनौँ, पेड टु राम थ्रो चेक सेटल हिज के भनौँ एकाउन्ट, पेड अफ राम 32,000, हो कि नै। चेकबाट पेड गरौँ र सेटलमेन्ट कतिमा, अब यतिमा सेटलमेन्ट गर्नेमा यतिमा गरौँ रे भनेपछि आफै यहाँ डिस्काउन्ट 32, 33, 34, 35 भनेपछि कति भयो, 3,000 चाहिँ के भयो, डिस्काउन्ट भयो। 3,000 चाहिँ डिस्काउन्ट भयो। अब पेड क्यास एकाउन्ट क्रेडिट भयो, डिस्काउन्ट जता जान्छ, क्यास जता जान्छ डिस्काउन्ट उतै जान्छ। क्यास एकाउन्ट कति भयो, क्रेडिट 32,000, 32, 33, 34, 35। 3,000 चाहिँ के भयो, 3,000 चाहिँ डिस्काउन्ट एकाउन्ट भयो। राम एकाउन्ट कति भयो, 35,000 भयो। हो यसरी बुझेर हुरेर ट्रिपल कोलम क्यास बुक बनाउने। यो चाहिँ कतिमा आउँछ, 3 नम्बरमा आउँछ। 3 नम्बरमा आउँछ। सेकेन्ड टर्ममा चाहिँ 5 नम्बरमा आउन सक्छ। अब सब्सिडारी बुक भन्छ। सब्सिडारी बुक पनि हजुरले यहाँ क्वेसन हेर्न सक्नुहुन्छ। तर मैले यसको लागि थोरै गरेँ। यसमा चाहिँ के हुन्छ, क्रेडिट ट्रान्जेक्सन मात्र देखाउने। फिक्स एसेट हो कि नै क्यास ट्रान्जेक्सन यसमा देखाउँदैन। क्यास ट्रान्जेक्सन यसमा के नगर्ने क्यास ट्रान्जेक्सन नदेखाउने। के देखाउने, अन्ली क्रेडिट ट्रान्जेक्सन मात्र देखाउने। फिक्स एसेटहरू बिक्री गरौँ भने, खरिद गरौँ भने होइन, यस्ता देखाइदिन। तल नोटमा लेख्ने यस्तै। अब ट्रान्जेक्सन होइन, यो मानव यसोको लागि यो के भनौँ, पर्चेस फ्रम अन्जली ट्रेडर्स भन्नु, हो कि नै। पर्चेस फ्रम अन्जली ट्रेडर्स भनौँ। अब अन्जली ट्रेडर्स उधारोमा नाम छ। अब मानव पर्चेस फ्रम अन्जली ट्रेडर ओन क्यास भनौँ भने चाहिँ यो एन्ट्री हुँदैन। तल के लेख्ने, पर्चेस बुक बनाइसकेपछि डिसेम्बर 90 ट्रान्जेक्सन विल नट रेकर्ड बिकज इन के भन्ने, क्यास पर्चेस भनेर यसरी मिलाएर हुरेर लेख्ने। अनि रिकाउन्सिलेसन गरा भन्छ। रिकाउन्सिलेसन भनेको के हो, यदि सुरुमा पासबुक छ भने एन्सर निकाल्ने केमा
क्यास बुकमा एन्सर निकाल्ने, यदि क्यास बुक छ भने पासबुकमा एन्सर निकाल्ने। अब यसमा चाहिँ के समस्या हुन्छ भने प्लस माइनस चाहिँ कसरी गर्ने भन्ने एउटा समस्या हुन्छ। जस्तै अब चेक इस्यु बट नट प्रेजेन्ट फर पेमेन्ट भन्न सक्छ एउटा क्वेसनले, होइन। अब चेक इस्यु सुरुमा स्टार्टिङ पोइन्ट मानौँ अब क्यास बुक छ भनेपछि अब हामीले एन्सर निकाल्ने पासबुकमा चेक इस्यु भइसक्यो भनेपछि क्यासले के गरौँ, चेक इस्यु भनेपछि क्यासले के गरौँ, माइनस गरौँ। जहिले पनि अगाडिको गर्ने, अगाडिको स्टार्टिङ पोइन्ट जहिले पनि के हुन्छ, गलत हुन्छ। त्यसले माइनस गऱ्यो भने प्लस गर्ने, ट्याक्कै यो उल्टो हुने। पासबुकले माइनस गऱ्यो भने अगाडि स्टार्टिङ पोइन्ट छ भने प्लस गर्ने, ट्याक्कै यसको के गर्ने, उल्टो गर्ने। अब के भन्न सक्छ, रेक्टिफिकेसन इरर भन्छ हो किन। यसमा पनि आफ्टर र बिफोर गरेर दुई प्रकारका इररहरू रहेका हुन्छन् हो। यिनीहरूलाई पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो जान्नको लागि चाहिँ हजुरहरूले के जान्नुपर्छ, सुरुमा जर्नल जान्नुपर्छ। जस्तै यसमा चाहिँ पर्चेस गुड्स फ्रम राम, होइन, रामसँग सामान खरिद गर्ने भने सेल्स एकाउन्टमा एन्ट्री गरिएको हुन्छ हो। यसलाई चाहिँ हामीले के गर्नुपर्छ, रेक्टिफाइड गरेर मिलाएर हुरेर राख्नुपर्छ। अर्को क्वेसनले भन्छ सन्तुलन परीक्षणबाट निम्न अनुसार विवरणहरू दिएको छ भन्छ। डेबिट क्रेडिट भनेर यसरी दिन्छ। अनि त्यसपछि यहाँ के डेबिट क्रेडिट भनेर दिन्छ। अनि त्यसपछि के भनौँ, एडिसनल यहाँ दियो हो कि नै। यो चाहिँ के को यो ब्याड डेब्स प्रोभिजन फर डाउटफुल डेब्स एकाउन्ट बना भनेको एडिसनल इन्फर्मेसन, सरी ब्याड डेब्स दियो, प्रोभिजन फर डाउटफुल डेब्स यति दियो। अब यहाँ हेर्नुहोस् विविध सन्धि डेप्टर्स कति छ, 52,000 छ। खराब ऋण कति छ, यसलाई चाहिँ के भन्ने, टु ब्यालेन्स बिडी मान्ने, टु ब्यालेन्स बिडी ओपनिङ ब्यालेन्स मान्ने। यसलाई आसामी सन्धि डेप्टर्स भनौँ, यसको कति हो, 5% चाहिँ प्रोभिजन हो रे। यो प्रोभिजन निकाल्नको लागि चाहिँ पहिला यसबाट त्यो 5,000बाट हो कि 52,000 कति छ, सरी 52,000बाट कति गराउनु, 2,000 घटाएर बल्ल प्रोभिजन निकालेर टु ब्यालेन्स सिडी भनेर देखाउने। के गर्ने, त्यो अगाडिको 52,000बाट यहाँ मैले देखाएको यो 52,000बाट 2,000 घटाएर 50,000को प्रोभिजन काट्ने। जहिले पनि फर्दर ब्याड डेब्स के गर्ने, लेस गर्ने। यदि सन्तुलन परीक्षणमै ब्याड डेब्स छ भने त्यसलाई घटाइँदैन। सन्तुलन परीक्षण दिएको छैन भने चाहिँ फर्दर ब्याड डेब्स के गर्ने, गर्ने। सबैले समग्र बुझ्न त एडिसनल इन्फर्मेसनमा दिएको फर्दर ब्याड डेब्स जहिले पनि के गर्ने, लेस गर्ने भन्ने बुझ्न सक्नुहुन्छ। अब अथवा अरूमा दिन्छ अनएडजस्टेड ट्रायल ब्यालेन्स भनौँ, ल्यान्ड एन्ड एप्रिसिएसन। माथि ल्यान्ड हुन्छ, त्यसमा के भयो, यो प्लस भयो। आउटस्ट्यान्डिङ स्यालेरी, यो माथि के भयो, प्लस भयो। माथि के हुन्छ, प्लस हुन्छ। प्रिपेड इन्सुरेन्स भरि के हुन्छन्, माइनस हुन्छन्। माथि माइनस हुन्छन् एडजस्टमेन्टमा, ट्याक्कै माथि क्रेडिट गर्ने भने एडजस्टमेन्टमा डेबिट गर्ने, माथि डेबिट गर्ने भने तल एडजस्टमेन्टमा क्रेडिट गर्ने। ठ्याक्कै के गर्ने, हामीले उल्टो गर्ने। यो ट्याक्कै गर्न बित्तिकै यो ठ्याक्कै मिल्छ, जसको पनि मिल्छ। त्यसपछि अब के भनेछ, यो चाहिँ मोटर भ्यान एकाउन्ट बना 3 वर्षको भनौँ। यो भनेको कुनबाट राखो, डेप्रिसिएसनको पार्टबाट राखो। यो केबाट राखो, डेप्रिसिएसनको पार्टबाट राखो। डेप्रिसिएसनको पार्टबाट पनि 2-3टा मेथड छन्। हाम्रो के छ, एउटा एसएलएम मेथड छ हो कि नै। यहाँ मैले बुक बनाएर गरेँ। हाम्रो के छ, एउटा यसो है, हाम्रो एउटा के छ, एउटा स्टेट लाइन मेथड छ हो कि नै। एउटा के छ, त्यसलाई के भन्छन्, ब्यालेन्स मेथड छ हो कि नै। एउटा डिमिनिसिङ मेथड पनि भन्छन्। अर्को के भनेछ, चेन्ज इन मेथड छ। 3टा मेथड छन्। यसबाट सुरुको डेप्रिसिएसन काटिन्छ, सुरु वर्षको। यसबाट ब्यालेन्स केबाट काटिन्छ, सिडीबाट काटिन्छ जहिले पनि। यसबाट सुरुको मेसिनरीको मूल्यबाट डेप्रिसिएसन काटिन्छ। चेन्ज इन टु मेथडमा चाहिँ के हुन्छ, इफेक्ट कहिले पर्छ, दुईटा इफेक्ट छन्, रेट्रोस्पेक्टिभ इफेक्ट र पोस्टपेक्टिभ इफेक्ट गरी दुईटा इफेक्ट छन्। रेट्रोस्पेक्टिभ इफेक्टमा चाहिँ सुरु महिनादेखि जो के गर्छ, इफेक्ट्स गर्छ, सुरु महिनादेखि जो परिवर्तन हुन्छ भने। पोस्टपेक्टिभ इफेक्टमा चाहिँ के हुन्छ, सुरु महिनादेखि परिवर्तन हुँदैन, जुन वर्षदेखि त्यसले परिवर्तन गर्छ, होइन। पहिला एसएलएमबाट काट्थ्यो, त्यसपछि 2070 सालमा एसएलएमबाट काट्यो भने 2080बाट केबाट काट्यो, डिमिनिसिङ ब्यालेन्स मेथडबाट काट्यो भने त्यसको 80बाटको सिडीबाट काट्ने। यदि रेट्रोस्पेक्टिभ इफेक्ट भनौँ भने 2070बाट जो काट्ने। अनि घाटा फाइदा के भयो, अनि त्यसलाई चढाउने, त्यसलाई के गर्ने, चढाउने। क्वेसन हेर्नुहुन्छ छैन भने स्क्रिनसट गर्नु होला भन्न चाहन्छु।
यदि हजुरले च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्नुहोला। हजुरको एउटा लाइक कमेन्ट सेयर सब्स्क्राइबले गर्दा मलाई अझै यस्तै भिडियो बनाउने हौसला मिल्नेछ। मैले भिडियो आजभोलि सुरु बनाउने गर्दछु। सुरुमा गराउने गर्दा विभिन्न प्रकारका गल्तीहरू हुन सक्छन्। त्यसको लागि चाहिँ मैले हजुर सहित भित्री मनदेखि चाहिँ क्षमा चाहन्छु। अब हामी फेरि क्वेसनतर्फ जाऊँ है त। अब हाम्रो चाहिँ अब फाइनल एकाउन्ट सोध्छ। मेन कुरा हाम्रो फाइनल एकाउन्ट हेर्नुपर्छ। फाइनल एकाउन्टको भिडियो तपाईँले बुझ्नु भएको छैन भने मैले भिडियो बनाएको छु मल्टी स्टेप भन्नेको, त्यो गएर हजुरले हेर्न सक्नुहुन्छ। यो चाहिँ ट्रेडिसनल एकाउन्ट हो। किन प्रॉफिट एन्ड लस एकाउन्ट र ब्यालेन्स सिट बना भनेको छ यसमा। भनेपछि के हुन्छ, यसमा ब्यालेन्स सिट बना भनेको छ भनेपछि प्रॉफिट एन्ड लस एकाउन्ट र ब्यालेन्स सिट खोल्नु पर्यो। प्रॉफिट एन्ड लस एकाउन्ट त खोल्ने। अब प्रॉफिट एन्ड लस एकाउन्टमा चाहिँ कस्ता खर्चहरू जान्छन् भन्ने कुरा हुन सक्छ। अफिस सम्बन्धित खर्चहरू चाहिँ केमा जान्छन्, प्रॉफिट एन्ड लस एकाउन्टमा जान्छन्। जस्तै के हुन्छ, सेलिङ एक्सपेन्सेस, इन्ट्रेस्ट, अनि त्यसपछि इन्सुरेन्स, ब्याड डेट, स्यालेरी हैन, त्यसपछि के हुन्छ, रेन्ट हुन्छ। यस्तै केमा जान्छन्, पिएल एकाउन्टमा जान्छन्। अब फेरि उ भन्न सक्छ, ल ठिकै छ पिएल एकाउन्ट नबन्देला, सरी के भन्छ, तिनटै बन्देला। अर्को के को छ, ग्रोस प्रॉफिट निकालिन्छ हामीले, पिएल एकाउन्ट नबन्न नि सक्छ। अनि त्यसपछि पिएल एकाउन्ट भनेन भने पिएल एकाउन्ट त भन्नै पर्यो, सरी, किनकि पिएल एकाउन्टको लागि के गर्नुपर्छ हामीले, ब्यालेन्स सिटको आवश्यक पर्छ, हो कि नै। पिएल एकाउन्ट नभइकन चाहिँ हामीले के गर्न सकिँदैन, ब्यालेन्स सिट बनाउन सकिँदैन। यसो वेट गर्नुहोस् है त। सरी है, त्यहाँ प्राविधिक समस्याले गर्दा म यसो उता गएको थिएँ। अब चाहिँ हामीले यहाँ के कुरा गर्दै थियौँ, प्रॉफिट एन्ड लस नभइकन ब्यालेन्स सिट बनाउन सकिँदैन। किनकि हामीलाई के को आवश्यक पर्छ बनाउनको लागि, नेट प्रॉफिट या लसको आवश्यकता पर्छ। मैले अलि के भने, नेट प्रॉफिट र लसको आवश्यक पर्छ। कि हामीलाई ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट र ब्यालेन्स सिट बना भन्छ, तर धेरै जसो चाहिँ प्रॉफिट एन्ड लस एकाउन्ट र ब्यालेन्स सिट बना भन्न सक्छ। अब चाहिँ हामी जाम, यो चाहिँ हामीलाई रेड क्रस भन्ने छ, यो चाहिँ हामीलाई आउँदैन। यसको बारेमा मैले अहिले जानकारी गराएन। हामी फाइनल इक्जाममा फेरि अर्को भिडियोमा यस बारेमा ल्याउनेछौँ। हामीले चाहिँ अहिले के गर्नको लागि सेकेन्ड टर्मको मात्र हो। सेकेन्ड टर्ममा हामीले पढ्ने भनेको फाइनल एकाउन्टसम्म हो त्यस बारेमासम्म मैले आज भिडियो बनाउन आएको हुँ। अब त्यसै गरी हामी जाम अब 8 नम्बरे क्वेसनमा यिनी माथिका चाहिँ हामीले पढेका छैनौँ, त्यही भएर मैले यिनीहरूको जानकारी दिएन। 8 नम्बरे क्वेसनमा भन्न सक्छ, के भनौँ, जर्नल एन्ट्रिज दिएर छ, नेसेसरी लेजर, जर्नल एन्ट्रिज अनि सन्तुलन परीक्षण गरा भनेछ 8 नम्बरमा। ड्याङ्गै कतिमा, 8 नम्बरमा। यो मिल्यो भने त ठ्याक्कै 8 नम्बर आउँछ, 1 नम्बर नि काटिन्न हो। त्यसैले मेरा भिडियोहरू हेर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला। यस्तै जानकारीमूलक भिडियोहरू मैले लिएर आउने गर्छु। अब चाहिँ हामीले के भनेछ यहाँ, स्टार्ट अ बिजनेस विथ क्यास भन्नु हो कि नै। बिजनेस चाहिँ क्यासमा केही पनि भनेको छैन, सरी, क्यास भने नभनेपछि क्यासै मानियो। क्यास एकाउन्ट डेबिट, क्यापिटल एकाउन्ट क्रेडिट भयो यसको जर्नल। यसको चाहिँ लेजर बनाएर राख्ने। पर्चेस गुड्स फ्रम रामसँग नाम भएपछि उधारोमा किनो, पर्चेस एकाउन्ट डेबिट, राम एकाउन्ट क्रेडिट। अब चाहिँ के भनौँ, सोल गुड्स ओन क्यासमा चाहिँ सामान बिक्री गऱ्यो, क्यास एकाउन्ट डेबिट, सेल्स एकाउन्ट के गर्ने, क्रेडिट। क्यास पेड टु राम, यहाँ के गरेको थियो, उधारोमा सामान किनेको थियो। यता रामसँग अघि कतिमा, 15,000मा उधारोमा सामान किनेको थियो भनेपछि के गर्ने, किनेको थियो। यहाँ के गर्ने, राम एकाउन्ट डेबिट 10,000, क्यास एकाउन्ट क्रेडिट के गर्ने 10,000। किन यहाँ किनो 5,000 कहाँको भनेला, फुल सेटलमेन्ट भनेको छैन, यहाँ फुल सेटल भएको छैन, हो कि नै। अगेन गुड्स फ्रम पर्चेस रामले फेरि सामान नकिनेछ, फेरि किनेछ नि त, धनी हो छ भनेपछि हो, धेरै धनी हो छ, सामान किनेको किनी गर्ने हो छ रामले। जस्तै यसले, यो राम भन्नेले चाहिँ मेरो भिडियो लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्ने हुन्छ, त्यसैले यसले सामान मात्रै किन्ने हुन्छ। जहिले पनि यसले गलत एन्ट्री गर्छ अरे क्या, त्यही भएर नेपाल एजुकेसन च्यानललाई चाहिँ हेर्नुपर्छ। यसको लागि बिर्सनु हुँदैन। सबैले नेपाल एजुकेसन च्यानललाई माया गर्नुहुन्छ भन्ने मैले पनि के गरेको छु, पूर्ण आशा गरेको छु। अगेन अब हामी फेरि पढाइतर्फै जाऊँ। अगेन गुड्स फ्रम राम, फेरि किनो, पर्चेस एकाउन्ट डेबिट, राम एकाउन्ट क्रेडिट कति हो, 20,000 भयो। पेड टु राम 24,000 इन फुल सेटलमेन्ट, बल्ल फुल सेटलमेन्ट भनौँ। बुकमा चाहिँ पेन्सिलले के, ठिकै छ, हजुरको लागि मैले पेनले चाहिँ के अरे होइन, के हुँदैन भन्ने थियो। के भनौँ, फुल सेटलमेन्ट भयो अरे 24,000मा, के कमा, रामसँग 24,000मा चाहिँ फुल सेटलमेन्ट भयो रे। रामसँग पैसा कति लिनुभएको थियो, राम एकाउन्ट डेबिट
यहाँ 20,000 लिउन थियो हो किन, यता कति थियो अनि यता रामसँग सामान कति पर्चेस गरेको 15,000 को पर्चेस गरेको हो नि। यहाँ गएर रामले कति दिएछ 10,000 दिइसकेको छ। अब रामसँग लिउन कति छ 5,000 लिउन छ, पैसा त लिउन पर्यो, नलाए पर के हुन्छ घाटा लाग्छ। राम एकाउन्ट डेबिट कति भयो, कति पैसा लिउन छ, यहाँ फेरि सामान किनेको 20,000 अघिको 5,000 गरेर 25,000 लिउन बाँकी छ। ठिकै छ, के भन्यो रामले के गर्यो सामान पर्चेस गर्यो, जम्मा पैसा कति दियो क्यास, अब क्यास एकाउन्ट क्रेडिट भनेर 24,000 पैसा दियो। अनि डिस्काउन्ट चाहिँ रामलाई कति भयो, राम एकाउन्ट भनेर डिस्काउन्ट चाहिँ रामलाई 1000 भयो। रामलाई के भयो डिस्काउन्ट 1000 भयो, ट्याङ्गी डिस्काउन्ट 1000 पायो भनेपछि अब त्यो पैसा के गर्छ गएर रिचार्ज हालेर नेपाल एजुकेसन च्यानलको भिडियो हेर्छ त्यो रामले। एनिवे अब चाहिँ यति गरेपछि नेसेसरी लेजर र ट्रायल ब्यालेन्स गराएपछि हामीलाई कति नम्बर आउँछ 8 नम्बर आउँछ। अब 21 नम्बरमा भन्छ एनएफआरएस बनाएर के भन्छ यो के अरे स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भनेकै के हो, यो ब्यालेन्स सिट बना भनेको है। यो चाहिँ एनएफआरएसको हाम्रो चाहिँ मल्टी स्टेप इन्कम स्टेटमेन्ट या मल्टी स्टेप इन्कम स्टेटमेन्टमा र एनएफआरएसमा दुईटामा चाहिँ के सोध्छ एउटा सोध्ने गर्छ, जुन गरे पनि अरूमा दिन्छ आफ्नो इच्छाले जुन गर्ने हुन्छ। तपाईँलाई चाहिँ टाइमको बचत गर्नुपर्छ भने चाहिँ यो गर्नु होला, किनकि इक्जाममा टाइमको महत्त्व लास्टै हुन्छ यो एकाउन्टमा। एउटा क्वेसन छोडिदियो भने चाहिँ लङ क्वेसन छोडेर ड्याङ्गी 8 नम्बर गयो नि, ए प्लस आउनेको के हुन्छ 60 आयो भने त 8 नम्बरले त गर्दा ए प्लस आउँदैन। यहाँ त हामीले के गर्यो ए प्लस कसरी लिउने भनेर यो भिडियोमा छलफल गरेका छौँ आज हो। अब यहाँ अब हामी मल्टी स्टेप गर्न सक्छौँ। यो के भनौँ प्लान्ट एन्ड मेसिनरी भनौँ, यो के हो कुन एसेट हो ल भन्नुहोस् त। प्लान्ट एन्ड मेसिनरी भनेको के हो प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट हो। यो के हो किनकि यो दीर्घकालीन हो, दीर्घकालीन सम्पत्तिहरू के भनेको लङ टर्म हो कि अल्पकालीन भनेको सर्ट टर्म। अनि तलब एक्सपेन्सेस भनौँ यो अफिस सम्बन्धित खर्च हो। यस्तै खर्चहरू छुट्याएर चाहिँ हजुरले चाहिँ मल्टी स्टेप गर्नुपर्छ। मल्टी स्टेपको अब फर्मेट के हुन्छ त्यसबारेमा पनि हामीले थोरै जानकारी गरौँ है। सुरुमा हामीले के गर्छौँ सेल्स रेभेन्यू खोज्छौँ र नेट सेल्स निकाल्छौँ, सिओजिएस अर्थात् कस्ट अफ गुड सोल्ड गर्छौँ। जस्तै त्यसमा के जान्छन् ट्रेडिङ एकाउन्टका सबै डेबिट साइडमा जान्छन्। अनि त्यसपछि के गरिन्छ हामीले जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस निकालिन्छ अफिस सम्बन्धित खर्चहरू, त्यसपछि बिक्री सम्बन्धित सेलिङ, अनि त्यसपछि हाम्रो के आउँछ इन्कम फ्रम अपरेसन आउँछ। अनि त्यसपछि हाम्रो के आउँछ इन्कम फ्रम अपरेसन पछि नन अपरेटिङ एक्सपेन्सेस एन्ड लसेस आउँछ। अनि त्यसपछि चाहिँ के आउँछ इन्कम फ्रम के अरे नेट इन्कम बिफोर अदर इन्कम आउँछ, अनि एड अदर इन्कम एन्ड गेन आउँछ हो। यो फर्मेटको बारेमा पनि मैले राम्रोसँग मेरो अर्को भिडियोमा व्याख्या गरेछु, हेर्न सक्नुहुन्छ। त्यो भिडियो र तपाईँले यिनी क्वेसन सल्भ गरेर जानुभयो भने एकाउन्टमा तपाईँको पक्कै ए प्लस आउँछ, लेखेरै राख्नुहोस् यो कुरा चाहिँ। र आज चाहिँ हामीले एउटा एकाइ चाहिँ यो सक्यौँ होइन। अब फेरि हजुरले अर्को एकाइको यस्तै आवश्यक पर्यो भने अर्को मोडलको आवश्यक पर्यो भने तल कमेन्ट गर्न सक्नुहुन्छ। यो इक्जामको लागि चाहिँ यो एकदम महत्त्वपूर्ण क्वेसन हो। र आज यति बेलसम्म हेरेर साथ दिनुभएको सम्पूर्ण दर्शकहरूलाई र मेरा प्यारा साथीहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हजुरहरूले मैले दुःख गरेर हजुरको लागि यति भिडियो बनाएको छु, हजुरले एउटा लाइक गरिदिनुहुन्छ भने मैले पूर्ण आशा गरेको छु। र आशा मात्र होइन गरिदिनुहुन्छ भने ढुक्क पनि र विश्वास पनि भएको छु भन्दै तपाईँले इक्जाम दिँदै हुनुहुन्छ भने तपाईँलाई राम्रो मार्क्स आउनेछ। एकदम नआत्तिकन दिनु होला, फर्मेटहरू मजाले याद गर्नु होला, मजाले पास भइन्छ। आज हामीले क्वेसनको बारेमा र 1 नम्बरको क्वेसनको बारेमा छलफल गऱ्यौँ होइन। जस्तै अब 8 नम्बरमा 22 नम्बरमा सरकारी लेखा प्रणाली भनेको के हो, नयाँ लेखा प्रणालीका विशेषताहरू के हुन् उल्लेख गर भन्न सक्छ। यस्तो यो अरूमा आउँछ, सकेसम्म हिसाबै गर्नु होला। गुड लक इक्जामको लागि, गुड लक होइन राम्रो नतिजा आउनेछ, नआत्तिनु होला, राम्रो आउँछ भन्दै म आजको भिडियो यहीँ अन्त्य गर्छु। हस्त धन्यवाद, जय देश।